रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरूका संस्थापक जोनी एरिक्सन टाडा एक लोकप्रिय लेखिका, प्रभावकारी वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूका माझमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्तिको रूपमा स्थापित हुनुहुन्छ। उहाँका यिनै वचनहरूलाई हाम्रो आफ्नै नेपाली भाषामा अनुवाद गरी आशाको सन्देश नेपाल मार्फत प्रस्तुत गर्दैछौँ रेडियो कार्यक्रम जोनी र साथीहरू। हामी सबै अगुवा हौं। नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा हुँ। आज हामी अगुवाहरूको बारेमा कुराकानी गर्दैछौँ, किनभने तिनीहरू अगुवा हुन् भनी सबैलाई थाहा हुँदैन। मैले कुनै हप्ता मस्तिष्क पक्षघात भएका चार्ली नाम गरेका एक युवकलाई भेटेकी थिएँ। म चार्लीको मण्डलीमा थिएँ र 2 जना बच्चा उनको व्हीलचेयर वरिपरि उनको पछि लागेका थिए। एकजना साना केटाले ठूलो उत्साहका साथ ढोका खोले भने अर्का चाहिँ बच्चा चार्लीको व्हीलचेयरको पछाडि सवार थिए। चार्लीले भुइँमा केही खसालेमा तीमध्ये एकले छिट्टै उठाउँथे। मद्दत गर्न केही नपाएको खण्डमा तिनीहरू पछाडि उभिन्थे, मुस्कुराउँथे र उनको व्हीलचेयरमा यी जवान मानिसको सेवा गर्न अर्को अवसरको प्रतीक्षा गर्थे। मैले मण्डलीमा बोलेपछि चार्ली प्रश्न सोध्न मतिर आए। मैले बसिरहेका 2 ससाना केटालाई इसारा गरे र तिनीहरूको खुट्टा हल्लाए र पहिलो बस्ने ठाउँबाट हेरे। मैले सोधे, के ती तपाईका आफन्तहरू हुन्? चार्लीले आफ्नो टाउको हल्लाएर होइनन् भने। उनले बताए कि तिनीहरू उनका एक छिमेकीका छोराछोरी हुन् र ती केटाहरूको बारेमा धेरै कुरा भनेनन्। बरु चार्ली मलाई आफ्नो प्रश्न सोध्न इच्छुक थिए। उनले भने, जनी, म यहाँ मेरो मण्डलीमा बाल संगतिको अगुवाई गर्न चाहन्छु, तर मलाई लाग्छ कि कसैले मलाई गम्भीरतापूर्वक लिँदैन। म अगुवाई गर्न चाहन्छु, तर मसँग अवसर छैन। त्यति बेला मैले पहिलो पंक्तिमा रहेका ती 2 ससाना केटालाई हेरे। मलाई लाग्यो कि चार्लीसँग पहिले नै आफ्नो जवाफ थियो। सायद बाल संगतिको कक्षा कोठामा औपचारिक परिवेशमा होइन, तर निश्चित रूपमा उनी पहिले नै अगुवाई गर्दै थिए। उनले पहिले नै ती बालबच्चालाई प्रभाव पारिरहेका थिए। मेरो मतलब, तपाईले यो भन्दा राम्रो अवसरका लागि अनुरोध गर्न सक्नुहुन्न। चार्ली पहिले नै आफ्नो अगुवाई गर्ने कौशल प्रयोग गर्दै थिए र उनले यो महसुस पनि गरेका थिएनन्। ती बच्चाहरू र अरूको जीवनमा उनले कस्तो सकारात्मक प्रभाव पारिरहेका थिए र अझ बढी प्रभाव पार्न सक्छ भन्ने बारेमा सोच्नुहोस्। परमेश्वरले ती केटाहरूलाई करुणा, क्रिस्चियन सेवा र धेरै कुरा सिकाउन चार्लीलाई प्रयोग गरिरहनु भएको थियो। मैले ती सबै कुरा उनीसँग बाँडचुट गरे र एक राम्रा अगुवा भएकामा मैले उनको प्रशंसा गरे। प्रिय मित्र, हामीले बुझे पनि नबुझे पनि हामी सबै अगुवा हौं। हामी सबैको कोही न कोही छ। सायद कोहीले हामीलाई हेरिरहेका छन्, अवलोकन गरिरहेका छन् र हामीबाट सिकिरहेका छन्। अब चार्लीलाई जस्तै तपाईलाई पनि लाग्न सक्छ कि तपाईसँग कुनै ठाउँ छैन, तर मलाई विश्वास गर्नुहोस् कि तपाईसँग छ। यो सानो वा अदृश्य हुन सक्छ, तर परमेश्वरले तपाईलाई कसैको लागि उदाहरणको रूपमा सेवा गर्ने ठाउँमा राख्नु भएको छ। अथवा तपाईलाई लाग्न सक्छ कि तपाई अगुवा बन्नलाई निकै सानो हुनुहुन्छ। प्रेरित पावल आफ्नो पत्रमा युवा तिमोथीलाई भन्छन्, जवान छौ भन्नेमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगाडि बोली वचनमा, आचरणमा, प्रेममा, विश्वासमा, शुद्धतामा तिमी एक उदाहरण बन। अथवा सायद तपाईलाई लाग्छ कि तपाईलाई केवल सेवा गर्न बोलाएको हो, अगुवाई गर्न होइन। तर मत्ती 20 अध्यायले भन्छ कि जो कोही महान बन्न चाहन्छ भने उसले पहिले सेवा गर्नुपर्छ, जस्तो येशूले गर्नुभयो। अथवा तपाईँ सोच्नुहोला, अगुवा हुनका लागि जे चाहिन्छ त्यो मसँग छैन। मोसा, दाउद र पत्रुसलाई हेर्नुहोस्। तिनीहरू सक्षम जस्ता देखिँदैनथे, तैपनि परमेश्वरले तिनीहरूलाई अगुवाई गर्न रोज्नुभयो। कुरा बुझ्नुभयो? क्रिस्चियन हो, हामी मध्ये प्रत्येक अगुवा हौं। चाहे हामीले यसलाई चिनौं वा नचिनौं, स्वीकार गर्छौं वा गर्दैनौं, हाम्रो व्यवहार र कार्यहरूद्वारा हामी सधैँ कसै न कसैलाई प्रभाव पारिरहेका हुन्छौं र धेरै पटक त हामीलाई थाहा नै नभएका धेरैजना कसैलाई प्रभाव पारिरहेका हुन्छौं। त्यसैले आज म चाहन्छु कि तपाईँ परमेश्वरको वचनमा हिँड्नुहोस् र त्यसो गर्दा तपाईले अरूलाई ईश्वरीय जीवनतर्फ डोराइरहनुहुनेछ। आमेन। हवस् त श्रोताबिन, यहाँहरूले यस रेडियो कार्यक्रम
जॉनी र साथीहरू सुनेर पक्कै उत्साहित एवं प्रोत्साहित हुनुभयो होला भन्ने आशा हामी गर्दछौँ। यहाँहरूको केही सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। रेडियो कार्यक्रम जॉनी र साथीहरूको अर्को भाग लिएर हामी फेरि आउने नै छौँ। सुन्न नभुल्नुहोला। धन्यवाद।